आज आन्दोलनमा गएका विरोधीहरूको हालत म त किन रिस सोचे त त्यहाँ कसैले मतलब अब हुन्छ नि त्यहाँ काहीँ ऊ भयो कि सोचे मम्मीले फोन गर्नु उठा हेलो अब घर पुग्छ बसेर एकछिन कल गर्छु एकछिनमा कल गर्छु भने ए अनि त्यो अङ्कललाई चोट लागेर कि ढलिसकेको थियो ब्लड आएको थियो त्यो साइडको मान्छे लादिन अनि मेरो स्कुटर ल्याइदिएर अनि त्यो स्कुटरले पिकअप तानेन यस्तो छ यो स्कुटरै त्यस्तै खालको छ जहाँ नचल्ने हो त्यतिखेर कामै गर्दैन यो स्कुटरले लास्ट उकालो थियो कि उका- धौधौ यस्तो उकालो छ त्यो खानेबाट आइस त्यहाँबाट अन्त त्यो होइन हामीले बाटोबाट आउन नदिँदै गयो बाटो उ थियो कि राम्रो थियो अनि उताबाट एकैचोटि आगोहरू अनि धुवा हालेको के कति बजे? हाल्ला त्यहाँ अबपछि कति बजे अनि बीच बाटोतिर असुर ग्यास बाटोतिर असुर हानेन ग्यास बाटोतिर हानेन त अफिसबाट कति बजे हिँडिस अनि पाँचमा हिँडेको अनि त मभन्दा ढिलो पुगिस् त्यसोमा म के छ त्यहीँ थिएँ अफिस इक्जाम त्यो चिया खाम एक्जाम दिन गएको थियो पनि फसेछन् यिनीहरू अनि म त यहाँ आएर रुन्छ है एक्कासी म त के भयो सोच्यो कि एकछिन त म आएको भए हुने रहेछ घर म त एक्कासी उ भइसकेको थियो त रिस उठिसकेको थियो त मलाई किन ए रोयो नि त मैले त कसरी लाठीचार्ज गरेँ कि केही गरेँ कि सोचेँ मैले त लाठीचार्ज गरे होइन नि सोधपुछ गरे त्यस्तो डाइरेक्ट हाने होइन त्यही त त्यो ढुङ्गाहरू हान्ने चाहिँ को रहेछ नि त त्यो उसको पुल आन्दोलनकारीहरू पुल के कोटेश्वर हाम्रो स्कुटरलाई सरकारी स्कुटर भनेर त्यो गर्न आएको नम्बर प्लेट हेर्दैन सर मासाले खातेहरू नम्बर प्लेट कस्तो हुन्छ सरकारको त्यहाँको लोकल अङ्कल हुनुहुन्थ्यो नि मैले पुगाउने नि भने होइन होइन यो नानीको यो नम्बर प्लेट हेर भन्नु नम्बर प्लेट छुट्टै हुन्छ सरकारीको थाहा हुन रे त्यसलाई नानी आन्दोलन गर्न आउने मान्छेले नम्बर प्लेट हेर्न आउँदैन रे म त मेरो कस्तो मुटु त कामै गर्नु छैन म त अब घरै पुग्दिनँ होला ला अब त्यसैले त अनि ड्याडी त्यस्तै हुन्छ मलाई त झन् त्यस्तोमा बोल्न मन लाग्छ नि त गोली हानेर चाहिँ हस्पिटलमा गयो त त्यो त मरुस् नै भन्छु म त किन यत्रो पुलिसहरू त पठाइरहेको छ नि पुलिसहरूले के गरिरहेको माग पनि पुगाएन अब बन्द गर्नु हानिरहन् पुलिसले के भन्यो पुलिसहरूले त त्यसले गोली हानेर ठिकै गर्यो पुलिसले के भने माइक पनि फुक्या कि अब यो सबै बन्द गरौँ सबै आफ्नो ठाउँमा जानु भन्दा पनि यिनीहरू नगरेर लड्न गएपछि के हुन्छ ठिकै त्यो त मरेकै ठिक लागिरह मलाई त किन यिनीहरू पागलहरूले हुन् क्या ढुङ्गा हाने होइन पुलिसहरूलाई नि समेत हाने पुलिसहरूले मान्छेहरूलाई बाइकहरू मान्छेहरू जुन छ नि तिनीहरूलाई पठाइरहेछन् सेफ्टी गरेर अरू पागलहरू चाहिँ ढुङ्गा हानिरहन् त्यहाँ बिचमा पनि त्यही लकेटिरहेको थियो नि हामी त माथि बसेर एक्कासी उताबाट सिधै गएर कि त जो पावरफुल मान्छे त्यसकै घर गएर जलाइदियो